हेलो देयर वाट इज अप के छ हाल खबर। आज चाहिँ हामी सिद्ध बाबा दर्शन प्लस पाल्पा हाम्रो भैरवस्थानको पनि दर्शन गर्न हामी जाँदैछौँ। आज चाहिँ हामी घरबाट बिहानै 6 बजे निस्केछौँ सिद्ध बाबा पनि दर्शन गर्ने अनि त्यसपछि पाल्पातिर लाग्ने भनेर चाहिँ। अनि यतिखेर चाहिँ हामी यो खैरेनीदेखि बिचको जङ्गल साइडतिर पुगेको थियौँ। अनि यो के भन्छ आगो लागि लाएर यस्तो के दिउँसो पनि धुवैँ पुरा के भन्छ त्यो रात पर्न लागेको छ, ढुसी परे जस्तो के दिउँसो यस्तो छ। आगो लागि लाएर मान्छेहरूले खै कुन्नि किन आगो लाउँछन् कुन्नि, यस्तो चाहिँ गर्न नहुने हो। मान्छेहरूले नयाँ घाँस पलाउँछ भनेर पनि आगो लाउँदो रहेछन्, यस्तो चाहिँ गर्नु हुँदैन। साह्रो के भन्छ पोल्युसन भए हावाहरू अनि यस्तो दिउँसै पनि पुरै अँध्यारो। अनि हामी चाहिँ खैरेनी पछि चाहिँ एउटा दाइ चढ्नु भएको थियो, उहाँको चाहिँ कुकुर रहेछ एउटा के अरे जता जता पनि लिएर हिँड्नु हुँदो रहेछ। सानो क्रस ब्रिडवाला कुकुर रहेछ। अनि त्यो कुकुर पनि एकदम बाठो के मान्छेहरूसित खासै त्यो केही पनि नगर्ने मान्छेहरूलाई खेल्न खोज्ने अनि सिटहरूमा बस्ने, कहाँ जानुपर्छ भनेर ठ्याकठुक के चढिरहेको भएर त्यस्तो। अनि हामी चाहिँ अहिले बुटोल बस पार्क गोलपार्क झरेर त्यसपछि हामी चाहिँ अहिले सिद्ध बाबाको लागि फेरि यता टेम्पो यो लिएर त्यसपछि सिद्ध बाबा जाँदैछौँ यतिखेर चाहिँ हामी। अनि हामी चाहिँ अब सिद्ध बाबामा लगभग पुगियो, सिद्ध बाबा आइपुग्यौँ। अब खास पाल्पा जाने मेन टार्गेट त हाम्रो पाल्पा जाने थियो, त्यही पनि बाटोमा सिद्ध बाबा परेको भएर पहिल्यैदेखि एकचोटि सिद्ध बाबा चाहिँ जानुपर्छ भन्ने जस्तो लाग्थ्यो। र त्यस्तै अब यही बाटो ओहोरदोहोर कतिचोटि हिँड्थ्यो, त्यही पनि मेसो मिल्थेन र मतलब मेसो मिल्थेन कि अब त्यो भगवान्ले नचाहेरै हो। आएकै थिएँ मतलब यही बाटो हिँड्दा पनि अब त्यहाँ पूजा गरेर दर्शन गर्ने मौकै मिलेन क्या कहिले पनि। अहिले चाहिँ ठ्याक्क छुट्टीमा म आएको बेलामा जाऊँ न त भन्ने पनि भयो। पाल्पा पनि जानुपर्ने थियो, त्यही भएर चाहिँ दर्शन गर्न बाटोमै पर्छ, एकचोटि दर्शन चाहिँ गर्नुपर्छ भन्ने चाहिँ भएर हामी चाहिँ जान लागेको। बाटो चाहिँ यस्तो छ, अझै पनि बनाएको छैन राम्रो, बन्दै छ। यतातिर सुरुङ बन्दै रहेछ सिद्ध बाबामा चाहिँ भित्रबाट टनेल निकालेर। तर बाटो चाहिँ अझै पनि पहिला 4 वर्ष अगाडि जस्तो थियो त्यस्तै छ, नट इम्प्रुभड। बल्ल तल्ल चाहिँ हामी अहिले चाहिँ ठ्याक्क सिद्ध बाबा आइपुग्यौँ होइन। बाटो चाहिँ त्यस्तै थियो, त्यही पनि ठिकै छ। अब गाडीबाट चढेर आउनुभन्दा बरु टेम्पोमा अलिक सजिलो होला यो रिक्सामा भनेर अनि चाहिँ आएको। बाटोले गर्दाखेरि धुलो त्यस्तै छ, खन्चाङ खुन्चुङ त्यस्तै। बल्ल आइपुग्यौँ।
यतातिर चाहिँ टनेलहरू बन्दै रहेछ होइन, अझै पनि पुरा त भा होइन। अनि अब होप 1-2 वर्षमा पुरै बन्ला भन्ने चाहिँ हो। हामी चाहिँ अनि सामान किनेर, पूजाको सामान किनेर अनि बाटो क्रस गर्न लागेको। अनि गाडीहरू यति आएछ अनि खासै भिड त थिएन आज, नरहेछ। त्यही पनि अनि हामी त अब रेगुलर मतलब नआएको भएर नि होला, हामीलाई कस्तो त्यो एक्सपिरियन्स नभएर होला। भिड चाहिँ ठिकै थियो, त्यस्तो खासै भिड त होइन। अनि यहाँनिर चाहिँ जल चाहिँ यहाँबाट लिएर जानुपर्दो रहेछ माथि, सिँढी यही तल रहेछ पानी। जल भगवानलाई चढाउनको लागि जल चाहिँ यहीँबाट लिएर जानुपर्दो रहेछ। अनि बुढीले चाहिँ जल थाप्नलाई लाइनमा बस्यो। नानी र म चाहिँ फोकसिङ अन क्यामेरा भने जस्तो भएको छ होइन, त्यही त हो नि। सिँढी चाहिँ साह्रो चढ्नु पर्दो रहेछ। अनि के भन्छ, माथि रहेछ, माथिसम्म पनि मन्दिरहरू रहेछ। म त आएको थिएन, तर बाटोबाट चाहिँ देखेको थिएँ, तर भित्र चाहिँ आएको थिएन। त्यही भएर सिँढी चाहिँ माथिसम्म चाहिँ मन्दिरहरू रहेछ, चढ्न चाहिँ पर्दो रहेछ पेलान तरिकाले।
अनि हामी चाहिँ पूजासुजा गरेर अब चाहिँ झर्दैछौँ। नानीलाई चाहिँ हिँडालेको हिँड्न खोजेर उसले हिँडिरहेछ हात समातेर। ओह्रालो छ फेरि अलिकति खतरनाकै हुन्छ बच्चा बच्ची लिएर हिँड्दाखेरि यस्तो ठाउँमा चाहिँ। अनि हामी चाहिँ सामान प्याक गरेर अनि बिहान मन्दिर दर्शन गर्ने भनेर हामीले केही पनि खाएको थिएन। त्यही भएर त्यहीँ सिद्ध बाबामा नास्तासास्ता गरेर अनि के भन्छ हाइस चढेर पाल्पाको यात्रा सुरु भयो यहाँदेखि चाहिँ हाम्रो। अब नेक्स्ट भ्लग चाहिँ मेरो पाल्पाको आउँछ। पाल्पादेखि हामीले चाहिँ के अरे भैरवस्थान र रानी महल अनि 2-3 ठाउँमा घुमेका छौँ। त्यसको भ्लग चाहिँ अब यसपछिको भ्लगमा चाहिँ आउँछ। यो चाहिँ अब हामी पाल्पातिर प्रस्थान गरेको छौँ। धन्यवाद। थ्याङ्क्स फर वाचिङ।